नमस्ते, मसँग आज सुषमा दाङ्गीजी हुनुहुन्छ है। उहाँको एज 28 वर्ष। उहाँ आर्य पोजिटिभ पेशेन्ट हो। नेपालीमा यसलाई गटिया बात पनि भनिन्छ। उहाँ पहिला यहाँ 18 दिन भर्ना भएर जानुभएको थियो। अहिले उहाँले फलोअपको लागि भनेर आउनुभएको थियो। उहाँको समस्या यहाँ आउँदाखेरि उहाँको गुडामा पनि समस्या थियो। यो उहाँले कुम्च्याउनु पनि सक्नु भएको थिएन है। हजुर। अब अहिले त उहाँ धेरै दिनपछि यहाँ फलोअपमा पनि आउनु भएको छ। अहिले त उहाँको पुरै यहाँ ठिक भइसकेको छ। हेर्नुहोस् त 90% उहाँलाई ठिक छ है त। अब यो गटिया बात एउटा अटो इम्युन रोग हो है। हाम्रो शरीरको इम्युन सिस्टमले पनि नै हाम्रो शरीरलाई एट्याक गरिरहेको हुन्छ। अब यसको थुप्रै कारणहरू छन्। जेनेटिक कारण हुन सक्छ हैन, तपाईको लाइफस्टाइल हुन सक्छ, तपाईको गलत खानपान हुन सक्छ हैन। आजभोलिको रिसर्चले के भनेको छ भने यो रोग तपाईको पेट र आन्द्राको गडबडीले पनि हुन्छ। गटबाट पनि यस्ता रोगहरू ओरिजिनेट हुन सक्छ। गट डिसबायोसिस, गटमा ब्याक्टेरियाहरू हुन्छ, यो ब्याक्टेरियाको गडबडीले पनि हुन सक्छ भनेर। अब उहाँले यो समस्याको लागि पहिला पनि थुप्रै ठाउँमा तपाईले औषधिहरू उपचारहरू गर्नुभयो हैन। हजुर, त्यसको धेरै बारेमा ठाउँ। पनि छोटकरीमा भन्नु न। हजुर म्याम, मलाई यस्तो भएको लगभग 5 वर्ष जति भयो। हजुर हजुर मैले धेरै ठाउँ चेकअप गराएँ, तर हजुर खाँदासम्म सन्चो हुने, हजुर अनि फेरि औषध छोड्ने, बिचमा औषध छोड्यो भने फेरि जस्तो त्यस्तै भइहाल्ने। हजुर तर हजुर यहाँ आए पछाडि म धेरै सुधार भएको छ। हजुर म यस्तो गर्न सक्दैन थिएँ। अहिले आएर 18 दिन बसेर गएको म। हजुर हजुर तर ठिक अ, भएर फेरि म 1 महिनापछि बोलाउनु भएको थियो म्यामले, फेरि आएको छु म। हजुर तर अनि धेरै खुसी छु म अनि अहिले। त्यतिखेर तपाईँ डाक्टरकोमा जानुभएको थियो नि। अनि हजुर, त्यतिखेर औषधि मात्रै दिएको, हजुर। एक्सर्साइजको कुरा केही गरेन, नाइ खानपानको कुरा अ, केही गरेन। खानपान त त्यहाँ खाँदा नि हुन्छ भन्नुहुन्थ्यो, अ, भने खाइहाल्थेँ मैले। हजुर हजुर एक्सर्साइज हो पनि गर्दैन थिएँ, औषध मात्रै खाने, हो हो अ, त्यस्तै गरिरहेको थिएँ। हो यहाँ आए चाहिँ हो एक्सर्साइज पनि गराउनु भयो, अ, खानपिनको पनि हो अब सबै। त्यही हो। मैले के भन्न चाहन्छु भने रोगलाई तपाईँले रोगको जरोबाट नै तपाईँले रोगलाई फाल्न चाहनुहुन्छ भने तपाईँले खानपान, एक्सर्साइज इम्पोर्टेन्ट हो के। औषधिले के गर्छ र तपाईँको इम्युनिटी सप्रेस गरिदिन्छ हैन, तपाईँको दुखाइ कम होला, त्यो मात्रै गरेर पुग्दैन नि। रोगलाई जरोबाट फाल्नलाई त एक्सर्साइज चाहिन्छ, मसल स्ट्रेन्थनिङ चाहिन्छ, रेन्ज अफ मोसनलाई इम्प्रुभ गर्न पर्यो। अनि उहाँको अर्को कुरा, यहाँ मैले एउटा टेस्ट गराउँदा उहाँको थुप्रै चिजको एलर्जी पनि थियो के। हेर्नुहोस् त यत्रो वर्षदेखि उहाँले शरीरमा सुट नहुने खानपान खाइराख्नु भएको थियो के। अब हजुर, एउटा उदाहरण भनेको उहाँको अन्डाको पनि एलर्जी थियो होइन र। हजुर अण्डाको अन्डा अब यो रोगमा थुप्रै खानपान त खानु नै हुन्न, तर एलर्जी देखिसकेपछि त उहाँ त जिन्दगीभर त्यो चिज खान हुँदैन के। किनभने यो एलर्जी हुने चिजलाई नै हाम्रो शरीरले अर्कै रूपमा लिएर यसको विरुद्ध पनि एन्टिबडी पैदा हुन सक्छ। यसको विरुद्ध पनि इन्फ्लामेसन पनि क्रिएट हुन सक्छ। त्यही भएर अहिले तपाईँले त खानपान सुधार्नु भएको छ। हजुर, अ, म्यामले भनेदेखि नै धेरै सुधारिरहेको छु अनि मैले। एक्सर्साइजहरू पनि एक्सर्साइज पनि गरिरहेको छु। गर्नु भएको छ होइन। हजुर, अब त्यही हो। अब मैले के भन्न चाहन्छु भने तपाईँले लाइफ लङ डायट फलो गर्नुहोस्, एक्सर्साइज पनि हजुर, नियमित गर्नुहोस्। नत्र भने के हुन्छ। हुन्छ भने तपाईँलाई एक्सर्साइज गरिन्जेल, खानपान सुधारिन्जेल ठिक हुन्छ, फेरि बिस्तारै यो तपाईँलाई रोगले समात्दै पनि जान सक्छ। त्यही हजुर, भएर अब तपाईँ सधैँको लागि निर्मूलै खोज्नुहुन्छ भने रोगको, तपाईँ सधैँको लागि एक्सर्साइज र डायट चाहिँ फलो गर्नुहोस्। त्यसको साथसाथ चाहिने औषधि चाहिँ तपाईँले पछि औषधि छोड्न पनि हुन सक्छ है हुन्छ त। म्याम, हुन्छ। हजुर हजुर। हस्, थ्याङ्क हस्, यू। नमस्ते। नमस्ते।